नमस्ते। फेरि आज यो मुख नाक कान घाँटीको सचेतना कुरामा यो अप्रिल महिना जुन हामीले मुखको क्यान्सरको सचेतना मन्थ भनेर हामीले मनाउने गइरहेछौँ, त्यसमा फेरि केही जिज्ञासाहरू आएको छ, प्रश्नहरू आएको छ। त्यसमा चाहिँ पहिलो जिज्ञासा चाहिँ के छ भने, के मुखको क्यान्सर अथवा नाक कान घाँटीको क्यान्सरमा लक्षण आउने बेलासम्म धेरै ढिलो भइसकेको हुन्छ? हो, यो एकदम सही कुरा हो। प्रायःजसो हामीले हेर्ने बिरामीहरू चाहिँ लक्षण लिएर आउँदा हामीले धेरैजसो बिरामी 70% बिरामीहरूले चाहिँ स्टेज 3 अथवा स्टेज 4 को रोग जुन चाहिँ अलिक एडभान्स डिजिज भन्छौँ त्यो अवस्थामा पुगिसकेको हुन्छ है। तर कहिलेकाहीँ पहिलो र दोस्रो स्टेजमा पनि बिरामीहरू लक्षण लिएर नआउने चाहिँ होइन। जस्तै मुखमा जिब्रोमा घाउ भयो भने, स्वरयन्त्रमा सानो घाउ हुँदा स्वरहरू भाँसियो भने त्यस्तो हुन्छ। तर दुखाइका लक्षणहरू आउने, मिल्न खान गर्न गाह्रो हुँदै जाने, स्वरहरू सुकेर जाने, ती अवस्थामा आउँदाखेरि प्राय ढिलो भइसकेको अवस्था भन्छौँ। यसमा भनेको ढिलो भन्दामा उपचारै सम्भव नहुने होइन, तर उपचार गर्दाखेरि जटिलताहरू आउने, रोग दोहोरिने सम्भावनाहरू हुन्छ।